So hello guys, welcome back to brand new Pithuri vlog. So guys, आज म धेरै पछि आइसकेको छु हैन नयाँ भिडियोमा. सो गाइस देख्न सक्नुहुन्छ मेरो रुमको हालत चाहिँ नाजुक स्थितिमा छ. सो गाइस म चाहिँ अनि के रे वाइफाईमा पैसा र साइकल बनाउन गएको थिएँ हैन. अनि हामी चाहिँ साइकल पसलमा पुग्यो हैन. साइकल पसलमा पुगेर साइकल चाहिँ बुझाएर हामी चाहिँ वाइफाईको पैसा तिरेर हामी चाहिँ लाफिङ खान आएको है. अमित भाइ, म, अनमोल अनि हामी चाहिँ त्यहाँबाट चाहिँ फर्केर तरकारी किन्न गएको. तरकारी किनेर आएपछि भेटौँला गाइस. सो गाइस अहिले चाहिँ हामीले लाफिङ सबै कुरा खाएर चाहिँ नि हामी चाहिँ साइकल बन्यो कि बनेन भनेर हेर्न आएको थियो हैन. हाम्रो साइकल चाहिँ बन्दै रहेछ है. अब हामी चाहिँ त्यहाँ साइकल बनेर गएको है. यस्तो पानी पऱ्यो गाइस. अनि ठ्याक्कै म चाहिँ घर सराएर नुहाइ गऱ्यो हैन. नुहाएर अनि कपडा सपडा लगाएर अनि म चाहिँ यसो बाहिर निस्किएको हैन. बाहिर निस्किएको त पानी त मस्त परिरहेछ है. पानी परिरहेछ. अनि आजको लागि यति नै. थ्याङ्क यू फर वाचिङ. लाइक सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला. बाई बाई गाइस. भोलि भेटौँला.